शत्रुले साह्रै दुःख दिएमा हो दिन रात तपाईलाई एउटै शत्रुले दुःख दिएमा अथवा एउटै व्यक्ति तपाईको लागि पछाडी परे गरेको खण्डमा तपाई आफैले त्यसलाई ठेगान लगाउन मिल्ने अथवा तपाई आफैले औंलामा नचाउन सक्ने तन्त्र प्रयोग आज मैले तपाईहरुको माझ लिएर उपस्थित भएको छु जुन प्रयोग गरेर तपाईले विशेष लाभ लिन सक्नुहुनेछ। यसको लागि भने तपाईले कुनै पनि काँडेदार वृक्षको अथवा काँडो भएको बुट्टाको पात लिन पर्यो, चाहे त्यो गुलाबको पात होस् अथवा चाहिँ कुनै काँडा भएको वृक्षको पात होस्। त्यो पात लिनु होला र तुलसीको मोठको माटो लिनु होला, सकेसम्म कालो माटो भए राम्रो हुन्छ। त्यो माटो लिनु होला र त्यसलाई दाहिने हातमा राख्नु होला, बिहानको समयमा गर्नु होला, आइतबार या तपाईले मंगलबारमा गर्नु होला। दाहिने हातमा राख्नु होला र दाहिने हातमा त्यसरी राखेपछि देब्रे हातको कान्छी औंलाले है यसरी त्यसलाई घोट्नु होला त्यो माटो र त्यो पातलाई चाहिँ है, र अनि शत्रुको नाम लिनु होला अनि भैमा फाल्नु होला र त्यसलाई कुल्चिदिनु होला। यो प्रक्रिया तपाईले केही समय गर्नुभयो भने तपाईका शत्रु शान्त हुनेछन्। धन्यवाद।